दर्शक नमस्ते, जय नेपाल। सम्पूर्ण देश विदेशमा रहनुभएका छरिएर बसिराख्नुभएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई फेरि पनि जय नेपाल गर्न चाहन्छु। र मैले सानो गजल ल्याएर आएको छु। फेरि पनि त्यो गजललाई भन्न गइरहेको छु। सुनेर साथ दिनुहुन्छ भन्ने आश गरेको छु। हातमा सिप हुँदा हुँदै पछि सर्नु परेको छ। हातमा सिप हुँदा हुँदै पछि सर्नु परेको छ। कदम चाल्दा चाल्दै पछि सर्नु परेको छ। कदम चाल्दा चाल्दै पछि सर्नु परेको छ। हजारौं हजार जिउने इच्छा हुँदा हुँदै पनि हजारौं हजार जिउने इच्छा हुँदा हुँदै पनि हर पल अभावै अभावमा मर्नु परेको छ। हर पल अभावै अभावमा मर्नु परेको छ। कृषि प्रधान देश नाममा मात्रै सीमित रहेछ हाम्रो देश नेपाल। कृषि प्रधान देश नाममा मात्रै सीमित रहेछ हाम्रो नेपाल देश। यहाँ हर कृषकले सडेकै बिउ छर्नु परेको छ। यहाँ हर कृषकले सडेकै बिउ छर्नु परेको छ। सुनिन्छ बाटो घाटो अनि पुलहरू बन्दै छन् रे। सुनिन्छ बाटो घाटो अनि पुलहरू बन्दै छन् रे। यहाँ गरिबले वेदनाकै सागर तर्नु परेको छ। यहाँ गरिबले वेदनाकै सागर तर्नु परेको छ। खै कसले कहाँ पाएको पूर्णमान अधिकार। यहाँ एकले पाउन अर्काको हर्नु परेको छ। यहाँ एकले पाउन अर्काको हर्नु परेको छ। हातमा सिप हुँदा हुँदै पछि पर्नु परेको छ। कदम चाल्दा चाल्दै पछि सर्नु परेको छ। हस्, जय नेपाल।